हेलो सबभन्दा पहिले त भिडियोमा स्वागत छ। आजको भिडियो चाहिँ मैले आफ्नो गाउँमा नभएर केही बाहिर जाँदै गरेको भिडियो राखेको छु यहाँहरुमाझ। भिडियोको सुरुवात त घरदेखि नभएर घरभन्दा केही माथिदेखि भिडियो बनाउन सुरु गरेको थिएँ। सो भिडियोलाई अन्तिमसँग हेरेर साथ दिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई एक सब्स्क्राइब गरेर मसँग जोडिने प्रयास गरिदिनु होला। यस्तै खालको केही भिडियोहरु म ल्याएर अवश्य आउनेवाला छु। भिडियो आज चाहिँ म टक्कै आफ्नो गाउँभन्दा अलि पल्तिर जाँदैछु। सो त्यहाँको भ्यू पनि देखाउनेवाला छु। यहाँ पछाडि रहेको चाहिँ मेरो गाउँ हो यो चाहिँ हैन। अनि माथि पुगेर चाहिँ मेरो गाउँको एउटा भिडियो खिच्नेवाला छु। सबैजनाले हेर्नु होला। टक्कै बाटो चाहिँ यस्तो छ साथीहरु हैन। र यहाँ पुरै डल्लै उकालो छ। यति बेला म चाहिँ माथि डाँडा पुगिसकेको छु। यो चाहिँ माथि एउटा डाँडो छ। हामी चाहिँ त्यहाँ स्कुलदेखि आएर डेली बस्छौं हैन। अनि चाहिँ यो बाटो रहेको छ। यहाँभन्दा तल चाहिँ म यहाँदेखि हिँडेर आएको अहिले। अनि चाहिँ अब मेरो गाउँको एउटा सानो भिडियो राख्ने छु यहाँ हेर्नु होला। सो गाइस यति बेला म भने माथि मेरो गाउँको डाँडा अथवा यसलाई भन्छन् मगी डाँडा पुगिसकेको छु। अब चाहिँ म यहाँ 2-3 मिनेट आराम गरेर अगाडि बढ्नेवाला छु। यात्रा झन्डै अझ 1 घण्टाको बाटो हिँड्नुपर्ने जस्तो देखिन्छ। सो सबैजनाले भिडियोलाई अन्तिमसँग हेर्नु होला। आँखा अघि ढल्दा मात्रै मनको बाटो थामिनु छैन। म तिम्रो घाउ चुम्न आएको घाउ थप्न कहिले होइन। तिम्रो शङ्का यो मगी डाँडा यहाँनिर अब बस्ने ठाउँ छ टक्कै यो। अनि चाहिँ यहाँ माथि मेरो बाटो रहेको छ। अनि चाहिँ यतातिर भन्ने भने चाहिँ पुरै अब चाहिँ पारीको गाउँ चाहिँ जुवाना भन्छन् त्यसलाई हैन। अनि म चाहिँ अब ठक्कै यहाँदेखि हिँड्नुपर्ने हुन्छ एकछिनमा। चाहिँ अब हिँड्नु पर्यो। पछाडि भन्ने साथीहरु पुरै खतरा जंगल छ, भारी जंगल छ हैन। यहाँ फोटो भिडियो खिच्नको लागि एकदमै बेस्ट छ। तर हामीसँग चाहिँ क्यामेरा स्यामेरा त्यस्तो के छैन। त्यही भएर हामी चाहिँ सानो मोबाइलदेखि भ्लग बनाउने गर्छौं। सो बाटोको अहिलेको अवस्था हेर्ने हो भने यस्तो छ पुरै। अब यहाँ चाहिँ खुट्किला जस्तो छ पर्छ हैन। हजुर नाइ कहाँ भिडियो बनाउनु त्यति टाढाको यहाँ क्यामेराले क्याच गर्दैन। यहाँ भने तल केही घाँस काट्ने मान्छेहरु रहेका थिए। मलाई चाहिँ भिडियो खिच्दै भन्दै थिए। मैले चाहिँ भिडियो खिच्न भ्याइएन हैन। टक्क सिन त दामी आउँथ्यो तर के गर्ने आफूसँग त्यस्तो उपकरण नै छैन। त्यही भएर मैले चाहिँ भिडियो खिचेन। त्यो ढुङ्गो छ हैन। यहाँ माथि गएर बस्यो भने त संसारकै आनन्द आउँछ फेरि हैन। अझ फेरि यहाँ माथि पुगिसकेपछि त फेरि यहाँ अचम्मको कुरा के छ भन्दाखेरि यहाँ चाहिँ अब काफल पाकिसकेको रहेछ। काफल चाहिँ नखाएर फेरि मनले जानै मानेन। अब चाहिँ ढुक्नेर चढ्न पर्यो हैन। अब काफलको ढुकमा चढेर हो काफल खाने, भुइँबाट खान पाइदैन साथीहरु हैन। अब चाहिँ टक्कै जानु पर्यो। यहाँ लुटेर मर्नु छ के अब। अब चाहिँ हैन हामी चाहिँ ढुकमा पुगेर अब चाहिँ चाहिने जग्गामा लास्टै खान के साथीहरु काफल। हजुर अहिले काफलको रुखमा छु। यो अवस्थामा काफल चाहिँ खासै राम्रो चाहिँ पाकेर हिँड्न सक्यो। अनि चाहिँ अब अलिअलि भए पनि खानु चाहिँ पर्यो। माथि भने फेरि हामी अरु फलहरु पनि पाकेको हुनेछन्। त्यहाँ पनि भिडियो बनाउँछु हैन। अहिले चाहिँ म रोडमा यात्रा गर्दैछु हैन। रोड भन्नाले अब यस्तो छ यहाँको रोड हैन। गाउँतिरको रोड हो।
बवाल त भइहाल्ने नै भयो। अनि चाहिँ यहाँ आज भोलि भने काफल तिर्फुला चाहिँ पाकिसकेका छन्। यहाँ खाने मान्छेहरूको कमी पनि हुँदैन, टन्नै मान्छेहरू आउने गर्छन् यहाँ काफल तिर्फुलाहरू खानको लागि। दिउँसोतिर आयो भने त झनै रमाइलो हुन्छ। अनि चाहिँ म अलि पल्तिर जाने काम थियो, त्यो भएर चाहिँ घरदेखि निस्किएको। अनि चाहिँ यात्रा सुरु चाहिँ घरदेखि नै भयो। भिडियो चाहिँ अलि माथिदेखि सुरु भयो, केही छैन, अन्तिमसम्म हेरिदिनु होला। माथिको कुरा गर्नुपर्ने हो भने त ऐसेलु पनि पाकेर सिद्धिसकेका रहेछन्। अनि चाहिँ ऐसेलुको झाड चाहिँ पुरै खाली भइसकेको छ होइन, अब चाहिँ थोरै रहेका छन्। ऐसेलुको सिजन चाहिँ सिद्धिसकेको छ, अब चाहिँ तिर्फुला पाउने सिजन हो। अनि चाहिँ एउटा भयो नि ऐसेलु चाहिँ खाइयो। अब चाहिँ पुरै ऐसेलु छ साथीहरू होइन, यहाँ त्यो झाड पुरै ऐसेलुको हो कि यो चाहिँ होइन। अनि माथितिर पनि पुरै ऐसेलु छ। यहाँ अलिअलि पहिरो पनि आएको छ। अनि यहाँ बाटो रहेको छ, पुरै ऐसेलुका साथीहरू होइन यो चाहिँ। यहाँ भने म आफ्नो धार्मिक स्थल अथवा हामी स्कुल जाने बाटोमा रहेको एउटा धार्मिक स्थल धजबन्दामा पुगिसकेको छु। चाहिँ पछाडिको भ्यू हो। अनि चाहिँ अब म यहाँ केही दर्शन गरेर अगाडि बढ्नेवाला छु। यहाँ चाहिँ तल जङ्गल रहेको छ। यहाँ चाहिँ एउटा पवित्र मान्ने यहाँ एउटा ढुङ्गो छ। यसलाई जसो तसो मान्छेहरूले उचाउन सक्दैनन्, म भने कि थोरै उचाउने गर्छु। एउटा ग्याँट छ यहाँ चाहिँ होइन। अनि चाहिँ उता सानो मन्दिर जस्तो कि त्यो चाहिँ छ। यहाँ भने एउटा गुनासो के छ भन्दाखेरि यहाँ चाहिँ मन्दिर भइदिएको भए कति रमाइलो हुन्थ्यो होइन। पुरै जङ्गल छ यताउता होइन। अनि चाहिँ बिचैमा डाँडो छ, अनि उता चाहिँ बाटो छ। एउटा मन्दिर भइदिएको भए हुन्थ्यो भन्ने चाहिँ मेरो पनि मान्यता हो। सो स्थानीय सरकारको ध्यान आकर्षण होस् यहाँ भन्न चाहन्छु। अहिलेको लागि म चाहिँ यसको सानो भ्यू चाहिँ खिच्नेवाला छु। सबैजनाले भिडियोलाई हेर्नु होला है। यहाँको सबै कुराहरू गर्नुपर्ने हो भने चाहिँ यो समुद्री सतहबाट झन्डै 1600 मिटरको उचाइमा रहेको मेरो गाउँको माथि सबभन्दा टपमा रहेको ठाउँ हो। यहाँको चारैतिरको कुरा गर्नुपर्ने हो भने चाहिँ यतातिर साँचुल्ला पर्ने गर्छ, अनि चाहिँ यता विनायक पर्छ। अनि चाहिँ उतातिर हेर्ने हो भने पुरै अब यहाँ डाँडाहरू छ। त्यहाँ चाहिँ रामारसन भइहाल्यो। रामारसन भन्दा केही तल हो। रामारसन चाहिँ झन्डै कति छ भन्दाखेरि त्यही 2500देखि 3300को उचाइमा छ। यो भने 1600 थोरै मात्रै तल हो यो चाहिँ होइन। अनि चाहिँ यतातिरको दृश्यहरू हेर्नु पर्ने हो भने चाहिँ पुरै जङ्गल छ। अनि चाहिँ यता हाम्रो घरहरू छन्, मेरो गाउँ छ। अनि चाहिँ यतातिर हेर्नुपर्ने हो भने यो चाहिँ अब यहाँ बाटो छ होइन, बाटो छ। यहाँभन्दा तल चाहिँ हाम्रो हो। अब भने म यो धजबन्दा छोडेर केही जङ्गलमा यात्रा गर्नेवाला छु। जङ्गलमा चाहिँ म आज एक्लै छु, त्यही भएर भिडियो खिच्न नभ्याइन सक्छ। त्यही भएर थोरै भ्याइएसम्म खिच्नेछु, किनभने जङ्गलमा मलाई पनि अलिकति डर लाग्ने गर्छ। जङ्गल चाहिँ अलि घनघोर जङ्गल छ होइन। अब त्यस्तो खासै डर त लाग्दैन, सधैँ हिँडेको बाटो हो। त्यही पनि बिहानको दृश्य लुटिन्छ होइन, चिप्लो हुन्छ। त्यही भएर आफ्नो साधनहरू पनि सुरक्षित गर्नुपर्ने हुन्छ। म चाहिँ भिडियोलाई एक्कासी गाउँ गएर अथवा म पुग्नुपर्ने ठाउँमै गएर स्टार्ट गर्नेवाला छु त्यहाँसम्मका लागि। अब भने यहाँको चलन अनुसार यहाँ चाहिँ पाथी फाल्ने चलन रहेको छ। अब चाहिँ मैले यहाँ पाथी फाल्नुपर्ने हुन्छ। अनि चाहिँ म अब भने म जङ्गल कटाएर केही तल गाउँमा पुगिसकेको छु। यहाँ चाहिँ मेलाहरू छन् घाँस काट्ने। अब मेला भनेपछि के बुझ्नुहुन्छ तपाईँहरू? हाम्रोतिर चाहिँ गाई भैँसीलाई घाँस काट्ने ठाउँलाई मेला भन्ने गर्छन्। अनि चाहिँ जङ्गल कटाएर म चाहिँ तल खाली ठाउँमा पुगिसकेको छु। यहाँ भने तल गाउँ छ। अब चाहिँ म जानुपर्ने ठाउँमा पनि पुग्ने, सधैँ स्कुल आउने काम हुन्थ्यो।
आज चाहिँ अब अलिक फरक कामले म त्यहाँ जाँदैछु। पारीतिरको दृश्य हेर्नुपर्ने हो भने जङ्गल कटाएर केही तल गाउँमा पुगेर, गाउँमा त होइन मेलामा पुगेको छु। अब यहाँ माथिको दृश्य हेर्नुपर्ने हो भने चाहिँ यो रामारसन पर्छ। अनि चाहिँ यहाँ तल हाम्रो गाउँ छ, हाम्रो बाटलासेन गाउँ भन्ने चाहिँ यही हो। अनि चाहिँ त्यहाँ चाहिँ राम्रो छ गाउँ चाहिँ, बाक्लो घरहरू रहेका छन्।